प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि नेपाल जेसी वर्ष 2026 का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी नवराज उपाध्यायज्यूलाई धन्यवाद महासचिवज्यू। म जेसी लक्ष्मी बिसी छेत्री 2026 को उपाध्यक्ष, मेरो तर्फबाट सम्पूर्णमा जेसीमय अभिवादन सहितको नमस्कार। आज म जेसीको ढुकढुकी आस्था पाठ वाचन गर्न गइरहेको छु। कृपया सम्पूर्णमा दायाँ हात छातीमा राखी आस्था पाठमा शरीक रहिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हामीलाई विश्वास छ कि ईश्वरमा आस्था मनुष्यको जीवनलाई सार्थकता एवं कि मनुष्यको बन्धुत्व भावना राष्ट्रहरूको प्रभु सत्ता सर्वोपरि छ कि आर्थिक न्यायको सर्वोत्तम उपलब्धि स्वतन्त्र मनुष्यको व्यावसायिक स्वतन्त्रताद्वारा हुन सक्दछ कि शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ कि वसुधाको महान निधि मानव व्यक्तित्वमा निहित छ कि मनुष्यको सेवा जीवनको सर्वोत्तम धन्यवाद। जय जेसी। त्यसैगरी मिसन विजन तपाईँ जतिको एक्सपर्ट कोही दुनियाँ छैन कि लेखा राख्नुहोस् न को भेट्नुभएको छ तपाईँ जतिको तपाईँको जीवनको लागि तपाईँभन्दा अर्को एक्सपर्ट हुनै सक्दैन। तर तपाईँ आफ्नो पर्सनल एक्सपर्ट भएर तपाईँ सोसाइटीको एक्सपर्ट बन्न सक्नुभयो कि द्याट इज इम्पोर्टेन्ट। सोसाइटीको एक्सपर्ट तपाईँ बन्नुहोस्। किन हामी के भन्छौँ मानवताको सेवाको कुरा गरिरहेको त्यो एक्सपर्ट बन्यो भने सेवा गर्नु। दोस्रो विधिको शासन भनेको विधि केले झर्काउँछ सिस्टम केले झर्काउँछ विधिको शासन के हो जेसी भित्रै तपाईँले विधिको शासन स्थापित गर्न सक्नुभयो बैठकै गतिलो चलाउनु भयो भने के भयो स्थिति भन्नुहोस् तपाईँ। अनि सोसाइटीको तपाईँ विधिको शासन सोसाइटीमा विधिको शासन सक्नुहुन्छ। आज हेर्नुहोस् विधिमाथिका प्रश्न। त्यसैले यसलाई एउटा पद्धतिमा लाने सिस्टमेटिक म भोट हेर्नुहोस् वास्तवमा सरप्राइज